सुँगुर खाने र नखानेको एउटा जस्तै बताउनु त। आङबाङको सुँगुर खाने र नखानेको मिथकहरू धेरै छ होइन। अब हामी त अलिक पछिको मान्छे र पनि मैले म 50 वर्ष लगभग पुगिसकेँ। अब 30 वर्ष पहिलेको घटनामा मैले 90 वर्ष 80 वर्ष पुगेको बाजेहरू त थुप्रै भेटेँ। उहाँहरूको भनाइ र अहिले हामीले भेटेको दस्तावेजहरू करिब सबै मिलिराखेको छ होइन। त्यसो भएको हुनाले सुँगुर खाने र नखाने हामी कसरी भयौँ भन्दा बार बार चाहिँ सुँगुरको मासु खानेलाई क्वेसन हुँदैन। हामी सुँगुरको मासु खानेलाई चाहिँ बार बार क्वेसन आउँछ। हामीलाई सबैभन्दा अप्ठ्यारो कुरा है। कुल कुटुम्बदेखि लिएर गैर लिम्बूहरूले सोध्ने होइन। अब हामीले खानै नहुने। त्यसो भएको हुनाले हामी खाने नखाने कसरी भयो भन्ने कुरा चाहिँ होइन। त्यो यहाँ सुन्नु त्यो तपाईँ नखानेहरूलाई अप्ठ्यारो छ कि खानेहरूलाई अप्ठ्यारो छ? हामी नखानेलाई अप्ठ्यारो छ नि त। किन खाँदैनौ भन्ने कुराले कुल कुटुम्बबाट सोधनी हुन्छ। त्यसो भएको किन सोधिरहन्छन्। फरक ढङ्गको चाहिँ हामी किन भयौँ? त किंवदन्ती के छ त लु भन्नुहोस् त। हामीले सुनेको 2-3 वटा मिथक मध्येमा चाहिँ मिथक हो कि तपाईहरुमा कागज पत्र पनि छ त्यसको चाहिँ? अब मिथकै होला यो त हैन? मिथक त्यही त भनेको हिजो बाबु बाजेले भनेको मिथक भनेको चाहिँ अब भन्दै आएको कुरा भयो। मिथक भन्नाले पनि बाबु बाजेले चाहिँ हिजो मुखागर भन्दै आएको कुरामा अहिले हामीले एउटा राष्ट्रिय अभिलेखबाट भेटिएको जुन अर्जी पत्रमा लेखिएकोमा चाहिँ अर्जी भनेको ओरिजिनल होइन। अर्जी पत्र भनेको चाहिँ त्यो बिन्ती पत्र होला सायद। त्यो हैन, त्यो तथ्य ओरिजिनल चाहिँ त्यो भनेको प्रमाण सहितको कागज भनौं न। प्रमाण सहितको कागजले के भन्छ भन्दा चाहिँ अब हाम्रो पुर्खा चाहिँ विजयपुरमा चाहिँ त्योभन्दा अगाडिको कुरा नभनौँला, अब पछिको कुरा भनौँला। सर्टकट भनौँ न, सर्टकटमा भनौँला। अब त्यो अर्जी पत्रमा चाहिँ के भनेको छ भन्दा चाहिँ हाम्रो पुर्खा चाहिँ जसमत्रे जो नाम्बाङ पनि भन्छ, नम्बाङ पनि भन्छ, हाङसाम पनि भन्छ, त्यो चाहिँ यहाँ विजयपुरमा बस्दाखेरि चाहिँ ताँबा के अरे दरबारमा बस्दाखेरि चाहिँ फुपू थाङसामाको घरमा यहाँ बस्दाखेरि चाहिँ सर्दु खोलामा चाहिँ खेल्नु जाँदा चाहिँ ताँबालुङ भेटिसकेपछि अब यो त अब लाहाङ र नाम्बाङ दाजुभाइ भन्ने कुरा छ। अघि बाजेहरूले भनेको पनि त्यही नै हो। तर अब हाम्रो अर्जी पत्रमा चाहिँ नाम्बाङ मात्रै भनेर लेखिया छ। तर अब के चाहिँ हो भन्दा लाहाङ र नाम्बाङ चाहिँ अब महङ्केपको छोराहरू 2 भाइ चाहिँ सर्दु खोलामा खेल्नु जाँदाखेरि चाहिँ अब ताँबालुङ चाहिँ भेट्यो भन्नाले चाहिँ बाजेहरूको भनाइ चाहिँ के थियो भन्दा चाहिँ बँदेलले चाहिँ उनीहरूलाई चाहिँ आक्रमण गर्यो अरे, झम्ट्यो अरे। झम्टिँदाखेरि चाहिँ झप्प भेटुँदाखेरि चाहिँ बँदेल चाहिँ त्यो अल्प्यो अरे भन्दा चाहिँ ढुङ्गाको आकार के अरे बँदेलको आकारमा चाहिँ ढुङ्गा परिणत भयो अरे ताँबा जस्तो। अनि तिनीहरूले चाहिँ कोट्याएर हेर्दा चाहिँ रगत निस्केको जस्तो त्यो ढुङ्गा चैट्यो अरे। अनि दरबारमा आएर चाहिँ महाराजलाई सुनाउँदा चाहिँ लु यस्तो यस्तो हामीले भेट्यौँ भनेर फुपूलाई सुनायो अरे। फुपूले अब राजालाई सुनायो। राजा त क्रुद्ध भएको हुनाले झुट कुरा बोल्नु नहुने, यदि यो सही सत्य हो भने यिनीहरूलाई सही सम्मान गर्ने, होइन भने यिनीहरूलाई दरबार नफर्काउनु भन्ने धेरै कुराहरू छन् अब सुनिआएको कुरा। त्यसो भएको हुनाले दरबारमा खैला बैलामा चाहिँ राजाले चाहिँ अब यो कुरा चाहिँ अब बुझ्नु पठायो अरे। अब त्यो राजकुमार शुद्धलाई चाहिँ सँगै लिएर चाहिँ हेर्दा चाहिँ सत्य भेटिसकेपछि अब राजाले चाहिँ अब यो चाहिँ कसले देख्यो त भनेर भन्दा चाहिँ दाजु र भाइमा कसले पहिला देख्यो भन्दा अब भाइले देखेको भन्ने कुरा गरे। नाम्बाङले चाहिँ देख्यो भन्दा चाहिँ जहिले पनि दाजु र भाइ हिँड्दा चाहिँ भाइले अगाडि लगाइन्छ सानो मान्छेलाई, त्यो सत्य पनि जस्तो लाग्छ। अनि भाइले चाहिँ भेट्यो भन्दा ए लु त चाहिँ अब हाङसाम भएको चाहिँ शक्ति भएको मान्छे रहेछस्, छेउछेउमा राख्नु हुँदैन, यसलाई चाहिँ कुन ठाउँमा हाङसाम भनेको राजाको शक्ति हो नि त, कुन ठाउँमा चाहिँ यसलाई पठाउने भन्दा चाहिँ अब पहाडे राजाहरूसँग चाहिँ शोधनी गरिकन चाहिँ 10 लिम्बलाई शोधनी गरेर चाहिँ चाँगेको फेउदिनमा चाहिँ अब उर्वरा खण्ड जमिन चाहिँ खाली छ। त्यहाँ चाहिँ लिबुकाङ भन्ने मान्छे अपुताली भयो, खाली छ। फेउदिन भनेको अहिलेको त्यो ठाडे खेततिर फेउदिन बेसी भनेको चाहिँ ठाडे बेसीदेखि दोभानसम्मलाई चाहिँ पुरानो कागजमा फेउदिन बेसी भनिन्छ। त्यसलाई त्यो फुकामदेन भने त होइन नि? फुकामदेन अलगै हो। फुकामदेन भनेको अलगै हो। त्यहाँबाट चाहिँ त्यसरी चाहिँ यो चाहिँ हाङसाम शक्ति भएको रहेछ, यसलाई चाहिँ राजा मानेर चाहिँ चाँगेमा पठाउने भनेर चाहिँ उसलाई चाहिँ निर्णय गर्यो। अब दाजु लाहाङलाई चाहिँ जुन ठाउँबाट आयो होइन थेचम्बुबाट, त्यही ठाउँमा चाहिँ दाजुलाई चाहिँ
थेचुम्बु पठायो अरे। अघि बाजेहरूको भनाइ पनि थियो आङबाङलाई चाहिँ यहाँ राजा बनाएर यहाँ पठायो र हामी यहाँ बस्यौँ। अनि दाजु म्याङ्बो चाहिँ थेचुम्बो गयो। त्यसो भएको हुनाले राजाले चाहिँ अब दाजुले भेट्यो कि भाइले देख्यो पहिला भन्दा भाइले भन्दा चाहिँ लु त चाहिँ हाङसाम शक्ति भएको रहेछस्, यो चाहिँ के अरे यो बराहको के अरे के भन्छ महादेवको अवतार मध्येमा चाहिँ एउटा बराह अवतार कतिौँ अवतार भन्छ नि। त्यसो भएको हुनाले यो चाहिँ बराह अवतार चाहिँ तेरो जिउमा थानसिङमा गर्यो, तेरो जिउमा देखा पर्यो, तैँले पहिला देखिस्। त्यसो भएको हुनाले तैँले चाहिँ आजदेखि चाहिँ तेरो सरका सन्तानले चाहिँ मासु खानु हुँदैन, बङ्गुरको सुँगुरको बँदेलको मासु खानु हुँदैन भन्ने मिथक चाहिँ कथा चाहिँ यहाँबाट चाहिँ सुरु भएको हुनाले यहीँबाट चाहिँ बँदेलको मासु सुँगुरको मासु नखाएको भन्ने कुरा चाहिँ अघि बाजेले भनिआएको हो। तर पछि कति कुराहरू चाहिँ चेलीले शराब दिएको भन्ने कुरा, तर चेली त अहिलेसम्म आङबाङ वंशले कुन चाहिँ चेली थियो त भन्ने कुरा कसैले पनि भन्नु सक्दैन। यो चाहिँ पछिबाट कसैले हामीलाई चाहिँ लगाइदिएको नाम। र खगेन्द्र सिंह च्याम्पले 2038 सालमा चाहिँ वंशावली प्रकाशन गर्दा त्यहाँ एउटा मिथक लेखिदिएछ, त्यहाँदेखि मात्रै आएको हो भन्ने कुरा बाजेहरूको मत थियो। बरु के थियो भन्दा चाहिँ त्यो प्याथाम पारी भन्ने जुन अब सोबाली दाजुबारीको भनाइअनुसार चाहिँ त्यहाँ बस्दा चाहिँ वंश बढेन, अनि त्यसलाई चाहिँ निङ्लेको डाँडा भन्छ। वंश नबढेपछि त्यहाँबाट हामी चाहिँ त्यो चाहिँ निङ्लेको डाँडा भन्नुको मतलब वंश नबढेपछि नामै त्यस्तो राखेको अब कि पछाडि निङ्लेको भाइयात बनाएर ल्याइसकेपछि? त्यहाँ धेरै कुरा छ। अब त्यहाँ चाहिँ विषको जङ्गल थियो र त्यसलाई निङ्लेको डाँडा भनियो भन्ने कुरा। जे होस् उनीहरू निङ्लेको आइसकेपछि उनीहरूले खाने नै भइहाल्यो नि त नि। होइन त्यो एउटा भनाइ छ। अर्को कुरा चाहिँ अब बाजेहरूको भनाइ अनुसार चाहिँ अब जो सोबालीहरूको भनाइ अनुसार चाहिँ त्यहाँ चाहिँ वंश चाहिँ बढेन। ल त्यो यसो गरौँ।